सोधे फेरि सनद कुमार अरूको सानन्द भावमा परी जुन शब्द सुनेर शुद्ध मनले जाइन्छ पारी तरी त्यसको के छ विधान शास्त्र मतले गर्नुहोस् वर्णन तिनको बात सुनेर विज्ञ ऋषिले बोले बुझाइकन सप्ताहको श्रवणमा मन जान्छ जहिले श्रीकृष्णको पनि कृपा हुन जान्छ तैले ढाकेर विज्ञ गणितज्ञ कुनै पहिले हेराउनु असल साहित्य भक्तजनले महिना आश्विन भाद्र कार्तिक तथा थाल्नु कि त्यो मार्गमा मान्छन् उत्तम शुक्ल पक्षकन नै प्रत्येक शास्त्रादिमा ज्ञानी वैष्णव भक्तलाई खुसीले निम्ता पठाइकन ढाक्नु पर्दछ सुन्न त्यो शुभ कथा आउन् सबै सज्जना सुन्ने फुर्सद छैन 7 दिन नै श्रद्धा भए तापनि जान्नु पर्छ अवश्य एक दिन त सप्ताह सुन्छु भनी एकैछिन पनि गर्छ वैष्णव भने सत्सङ्ग सप्ताहमा त्यसलाई सुख शान्ति मिल्दछ पछि जानेछ वैकुण्ठमा गाड्नु तोरण बाँस आदि कदली खाबो ध्वजा झालर चारैतर्फ लगाई सज्जित सभा पारी लिनु सुन्दर वेदी पार्नु तयार शास्त्र विधिले अग्लो र राम्रो पनि चारैतर्फ समान राख्नु क्रमले कर्तव्य हो यो भनी राख्नु पर्दछ रुओ भरेर डस्ना त्यो श्रेष्ठ व्यासासन त्यसलाई पनि पार्नु सज्जित सभा चौतर्फ घेरिकन कोही जङ्गलमा कि तीर्थ घरमा बागोठामा नै पनि राम्रो मण्डप रच्नु पर्छ सभा श्रृङ्गारद्वारा अनि माला बेली चमेलीका वरिपरि झुन्ड्या हुनु राम्ररी गर्नु कृत्य समान भित्री मनमा श्रद्धा र भक्ति भरी वक्ता उत्तम विष्णु भक्त र गुणी त्यागी हुन् वैष्णव तिनको चित्त विषय कदापि नहोस् पाऊँ भनी वैभव श्रोतालाई अनेक आसनहरू चौतर्फ राखिदिनु भिन्न स्थान विचार्नु श्री पुरुषको आफै खटाइदिनु राख्नु श्री अरू बाल वृद्ध सबको राम्रो सुरक्षा गरी गर्नु पर्दछ भक्तिपूर्वक कथा कल्याण गरून् श्री हरि राख्नु सहस्र राख्नु सहस्र उपवाचक पर्छ जान्ने त्यागी रहोस् सकल वैभव तुच्छ ठान्ने फर्केर उत्तर दिशातिर बस्नु श्रोता पण्डित बसुन् पूर्व फिरेर वक्ता फर्केर उत्तर बसुन् कि त विज्ञ वक्ता पूर्वै फिरुन् सकल मण्डप पारी श्रोता कर्ता छ जो सकल कार्य विशेष प्रधान त्यागो सहस्र उसले अभिमान मान भक्ताको गुण भन्दछु अलिकति श्रोताहरू सुन्नुहोस् चारै वेद पुराण शास्त्र क्रमले सम्पूर्ण जान्ने रहोस् निर्लोभी हरिभक्त ब्राह्मण गुणी सन्तोष मान्ने कन भक्ता राख्नु विचार पूर्वक सदा ज्ञानी गुणी सज्जन सक्ने संशय नाश गर्न सहजै शङ्का उठेका घरी त्यस्ता पण्डित राख्नु विज्ञजनले छानेर राम्रो गरी
कर्ताले गरी छेउर शुद्ध रहनु सानन्द पहिलो दिन भक्तले पनि छेउर गर्नु खुसीले शङ्का नमानिकन गर्नु भोजन एक छाक दिनमा केही अभिषन्नको सक्नेले फलमूल मात्र लिनु यही आज्ञा छ शास्त्रादिको प्रातः काल उठेर नित्य गरिने जो कर्म हो त्यो सो गरून् गर्दै पालन नित्य एक क्रमले श्रोता र भक्ता रहन् श्रोता र भक्ता रहन् सामग्री जति पुग्छ शक्ति त्यति नै ल्याएर जम्मा गरून् पूजा सिद्धि गणेशको तपाईँले निर्विघ्न निम्ति गरून् पूजा श्रीहरिको गरी चरणमा निहुराई आफ्नो शिरा श्रद्धा भक्ति सहित गरून् स्तुति पनि जोरेर दोटै करा हे गोविन्द म मूर्ख छु हजुरको जान्दिन केही स्तुति गर्दैछु म प्रणाम मात्र पदमा आनन्द मान्दै अति यो संसार समुद्र तारी दिनुहोस् हे कृष्ण दामोदर बारम्बार प्रणाम गर्छु पदमा गोविन्द योगेश्वर पूजा पुस्तकको पनि गरिलिनु श्रीकृष्ण रूपी भनी जो वस्तु छ तयार अर्पण गरून् केही द्रव्य मेरो पनि भक्त पण्डितको प्रसन्न मनले पूजा गरून् सादर साह्रै नम्र बनी गरून् स्तुति पनि जोरेर दोटै कर हे ज्ञानी सुगरूप जानी मनमा गर्छु म यो प्रार्थना मैले भोग्नु कदापि केही नपरोस् संसारको यातना फेरि बस्छु भनेर 7 दिनको संकल्प पूरा गरी पाँचवटा दिव्यको गरून् वर्ण केही सामग्री राम्रा धरी सारा ब्राह्मण द्वारपाल र अरू सत्पात्र ज्ञानी जन सम्झँदै हरिको गरून् जब बसी माला फिराइकन कर्ता आसमनमा बसुन् अनि पछि आज्ञा लिई मान्यका बस्ता चञ्चल वृत्ति रोक्न मनको जन्जाल ग्राहस्थका रोक्नु पर्दछ 2 घडी जति कथा विश्राम मध्याह्नमा छाड्नु 4 घडी छँदै दिन भनी पाइन्छ शास्त्रादिमा भक्तले अनि प्रष्ट भन्नु बुझिने श्रद्धा स्वयं वर्षने पढ्ने शक्ति तथा प्रभु चरणमा भक्ति स्वयं आउने गर्नु वैष्णवले कथा सुनि सधैँ श्रीकृष्णको कीर्तना त्यसले बढ्दछ भक्ति झन् हृदयमा गोविन्दको दिन दिन खानु पर्दछ हविष्य अन्न दिनहुँ श्रोताहरूले पनि बाधा केही मलमूत्रको पनि नहोस् सुन्दा कथामा भनी गर्दामा फलमूल दुध दहीको थोरै गुणी भोजन बाधा हुन्न कुनै पनि किसिमको यो देहमा दुर्गुण कर्ताले जति भोग्नु त्याग्नु पर्छ सबै भन्छु म त्यो हे मुनि दीक्षा श्रीहरिको नलिकन सुने केही हुन्न त्यस्तो सुनि गर्नु पर्दछ ब्रह्मचर्य व्रतको राम्रो गरी पालना सुत्नु पर्दछ भूमिमा दुःख सही कर्तव्य ठानिकन गर्नु भोजन शुद्ध केही टपरीमै राखी हविष्यान्नको दोपाते चिज तैल मांस मधुबा त्यागिदिनु अन्नको त्यो बासी वस्तु तथा नवीन रसको दुर्गन्ध केही आउने
त्यस्ता अन्न कुनै नखानु व्रतमा काम अग्नि वृद्धि हुने। कन्या ब्राह्मण वेद वैष्णव गुरु गाई र श्री भूपको निन्दा गर्नु हुँदैन केही हृदयले ज्ञानी कुनै व्यक्तिको। दिवेशी ब्राह्मण नीच म्लिच्छ र पतित चान्नाल जस्तासित गर्नुहुन्न कदापि भाषण व्रती त्यो हुन्छ त्यसले हुन्छ त्यसले हित। मौनी नै रहनु र सत्य कहनु हुनु जो कथामा व्रती त्यसले पर्दछ गर्नु यी सब कुरा धेरै कति हो कति। रोगी दीन दुखी दरिद्री अपुता बन्ध्या र पापी जन मर्दै जन्म लिने कि गर्भ तुने बाकाका बन्ध्याम कन। यो शब्द सुधा समान छ मुने यसको गरे सेवना इच्छा पूर्ण हुनेछ स्वर्गपुरीमा जानेछ त्यागी तन। यस्तै नै क्रमले कथा सुनिसकी श्रोताहरूले पनि पूजा पुस्तकको र भागवतको गर्नु खुसीले अनि जय जयकार गरून् मिलेर सबले बाजा र शङ्ख धुनी। भक्त वाचक विप्रलाई धनले सन्तुष्ट पारुन् अनि बाणुन अन्न र द्रव्य ती दीन जनमा दुखी जनमा दुखी दरिद्रीकन गाई दान र अन्न वस्त्र दिनु जो शक्ति छ आफ्नो धन। सुनको पुग्छ भने त 3 पलको राखेर सिंहासन श्रीमद् भागवत प्रधान सभामा त्यही माथि राखिकन गर्नु पूजन भक्तिपूर्वक अनि श्रद्धा बढाइकन भक्ता पण्डितलाई दान दिनु त्यो केही दक्षिणामा धन। ज्ञानी नारद धर्म छैन अरू केही यो भागवत दान सरी शक्ति पुग्छ भने दिएर यही नै संसार जान्छन् तरी। भक्ति ज्ञान वैराग्य श्री पुरुषमा गर्छु भनी थापना जो इच्छा मनमा थियो सब पुग्यो एक एक त्यही कारण। चारै भाइ कुमारका चरणमा ढोगेर राम्रो गरी साह्रै खुसी भए कृपा हजुरको पाएर नै यो घडी। भक्ति ज्ञान वैराग्य थापन गए भए संसारमा सादर तस्मात् भागवतै समान भगमा भौमा अर्को कहाँ के छ र। पाएँ दर्शन कृष्णको पनि यही अत्यन्त छु हर्षित जाने भक्त भागवत प्रधान सभामा गर्ने सबैको हित। ज्ञानी नारदको कुरा सुनिसकी अत्यन्त खुसी भए जय जयकार गरेर भागवत नै हो श्रेष्ठ भन्दै गए। ज्ञानी नारदलाई 4 ऋषिले शिक्षा दिए थे जति मैले वर्णन तो गरे खुसी सुनिसक्यौ एक एक हे सदमती। के सुन्ने छ विचार लौ भन तिमी सानन्द हे सौनका सोधे सौनकले विनम्र स्वरमा हे सुत पौराणिका। कहिले श्री शुकले मनुष्य कहिले श्री शुकले सुनाउनु भयो राजा परीक्षितकन। कहिले भागवती कथा अघि गरे गोकर्णले वर्णन। त्यो भन्दा सनकादिले कतिपछि सानन्द भन्दा भए त्यो कथा त्यसको काल बताई बक्सनुहोस् सुन्छु म हार्ने व्यथा। लागे भन्न बुझाई सुत मुनिले
तिनको सुनि प्रश्न त्यो बेला कलिब 3 वर्ष जति नै पुरा बितेको थियो। भन्नुभयो शुकले परीक्षित तरे यो भागवत नै सुनि। यसको काल त भाद्र शुक्लमा नवमी नै जान पक्का भनी। परीक्षितले सुन्दा त्यसको वर्ष बित्यो 200 अनि आषाढ महिना थियो। पहिला झैँ बुझ शुक्ल पक्ष नवमी गोकर्णको काल हो। फेरि वर्ष बिते 300 जो कार्तिक शुक्लैमा पहिले झैँ तिथिमाथि 4 ऋषिले नारद मुनि थिए त्यहाँ। यही हो कालहरू कथा विषयको पहिले बितेको जति। यो सप्ताह सुनेर मुक्त नहुने होइन कोही सद्मती। रोगग्रस्त दुखी अशक्त जनले सप्ताह सुन्छु भनी इच्छा गर्छ भने म एक दिनको भन्छु सबै त्यो पनि। थाप्नु दीप गणेशजी सकल त्यो सामग्री जम्मा गरी सङ्कल्पै पहिले गरी वर्णको बाँडिदिनु राम्ररी। टीका ब्राह्मणले लगाई पढ्नु पुण्य वाचन अनि पूजा दीप गणेशको सकल कलशको निर्विघ्न पारुन् भनी। पूजा पुस्तकको यथाक्रम गरी श्रीकृष्ण गोपालको राखी मूर्ति सुवर्णको कि प्रतिमा थापन गरी विष्णुको श्रद्धा भक्ति धरेर पूजन गरून् शक्ति पुगेको जति। राखी पुस्तक सामु भागवतको आज्ञा ज्ञाता छ जो सद्मती। उसले भाग लगाई 7 दिव्यमा 7 ब्राह्मणमा एक बाँडु दिनु। थोरै धेर हुँदैन त्यो क्रम भनी सोधेर जाति लिनु। पुरा पाठ सकेर 7 दिव्यले पहिले विसर्जन गरी पढ्नु विष्णु सहस्र नाम क्रमले बुझ्ने गरी राम्ररी। भक्ति ज्ञान दिने यी भागवत झैँ पाइन्न खोजे पनि। ज्ञानी नारद भन्दछौ सब कुरा कर्तव्य के हो भनी। संसारका विषय तुच्छ भनेर जानी सत्सङ्ग औ हरिकथा अति श्रेष्ठ मानी। जो गर्दछन् श्रवण कीर्तन भक्ति ज्ञान तिनलाई मिल्छ सुख वैभव पूर्ण ज्ञान। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवम। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवम।